चाहिँ नि तोबु ओली स्क्वायर भित्र छिरे पछाडि इडिगुचीमा चाहिँ नि यो टोकियोको संविधान सभा भवन हो क्या हो यहाँनिर रहेछ छिर्ने बित्तिकै दामी छ रियलिस्टिक देखिएका जस्तो छ जापानको झन्डा फर्काएर रहेछ यो चाहिँ टोकियो स्टेसन भयो यो चाहिँ ऊ त्यहाँ पराजिपछि बुलेट ट्रेन छ बुलेट ट्रेन हिँड्दो पनि रहेछ चलिरहँदो रहेछ बुलेट ट्रेन चल्दो रहेछ सायद हिँड्छ होला अब हिँड्यो हेर्नु होला स्काई ट्री बित्तु देखिँदो रहेछ टोकियोमा भएको जस्तै सेम टु सेम आकाशाका दरबार टोकियोमा स्थित दरबारको सानो रिफ्लेका राम्रो छ इन्टरनेसनल एयरपोर्टको रिफ्लेका है हानेदा इन्टरनेसनल एयरपोर्ट त्यसको चाहिँ नि यो बाहिरी टर्मिनल छिर्ने भाग हो भनेदेखि साइडबाट चाहिँ नि तपाईँको सबै भित्रको प्लेनहरू यहाँ चाहिँ नि सबै लगभग बोइङ 747 मात्रै रहेछ कार्गो जेटहरू थाहा पाए अनुसारमा देखे अनुसारमा प्यासेन्जर प्लेन पनि रहेछ यो KLM लुफ्थहान्जा डच एयरलाइन त्यहाँ इजिप्ट एयर त्योभन्दा उतापट्टि कोरियन एयर ऊ त्यहाँ ऊ आनाको प्लेन हिँडिरहेछ जापानी एयरलाइनको 747 छ त्यही एउटा छ सायद आजभन्दा 32 वर्ष अगाडि एक्सिडेन्टमा परेर 545 जनाभन्दा मान्छे मरेका थिए सायद त्यही प्लेनको रिफ्लेक्ट हो यो म अरूहरू पनि देखाउँदैछु यो चाहिँ हानेदा इन्टरनेसनल एयरपोर्टको नमुना हो है यो चाहिँ नि अल निप्पोन एयरवेज आना जापानिज भाषामा भन्दाखेरिमा जेन्निकु भन्छन् जेन्निकुको कुनो बोइङ नाना नो यो यहाँको यहाँ इटालिया एयर पनि छ नर्थ वेस्ट एयरलाइन लुफ्थहान्जा एयरलाइन त्यो ज्याल एयरलाइन जापान एयरलाइनको कार्गो त्यहाँ चाइना एयरलाइनको कार्गो छ ऊ अनि त्यस पछाडिबाट अरू पस्नु है जाँदैछु म अगाडि तपाईँको यो चाहिँ उयो हेरेर चाहिँ कस्तो रहेछ भन्दाखेरिमा यो जापान ज्याल कार्गोमा चाहिँ नि कन्टेनरहरू ठ्याक्क तानेर चढाइरहेको हाइलिफ्ट लोडरले चढाइरहेको रहेछ लोड गरिरहेको त्यो ट्रक क्याटरिङ ट्रक हो यो दौडिरहेको यो क्याटरिङ ट्रकहरू भयो यो जापान एयर सिस्टमकै रहेछ सबै लगभग जापानकै रहेछ धेरै जसो जापान एसिया एयरवेज ब्रिटिस एयरवेज रहेछ एयर फ्रान्सकै सबै 747 मात्रै रहेछ है प्लेन चाहिँ सानो गाडीहरू पनि दौडिरहेको छ राम्रो रहेछ ताई रियलिस्टिक एयरपोर्ट यो चाहिँ टोकियो टावर है टोकियो टावरको रिफ्लेक्ट राम्रो रहेछ सेम टु सेम हिँड्नको लागि पनि सही रहेछ यो चाहिँ फर्मर इम्पेरियल होटल टोकियोको होटल है यो त्यहाँ सिनकान्सेन बुलेट ट्रेन है त्यो हिँडेछ यो टोकियो डोम राम्रो छ रियलिस्टिक रूपमा मान्छेहरू पनि छन् टोकियो डोम
यो चाहिँ टोकियो नेसनल म्युजियम मेन बिल्डिङ, आर्ट ग्यालरी पनि छ। टोकियोको नेसनल म्युजियम है। अगाडि बसहरू पनि छ, पार्किङ ट्याक्सीहरू मान्छे कुदिरहेका छन्। यताबाट अलिकति पर गएपछि चाहिँ नि हेर्दैछु म। यो योगी नेसनल स्टेडियम हो यो, यात्रीको हो सायद होइन, जिम्नेसियमको रहेछ। फुजिमारू पोर्ट है, सिप छ। राम्रो रहेछ, सेम टु सिप ढुक्किन्छ उस्तै परे मान्छे। फिसिङ पोर्ट हो यो, माछा साछा मार्ने ओर्ने पोर्ट। यहाँ हाइवे, त्यो हाइवेमा गाडीहरू यो चाहिँ यो देख्दाखेरि रियलिस्टिक देखिन्छ, बट डुप्लिकेट हो है यो सबै। गाडीहरू पनि दौडिरहेछ। हामी चाहिँ अहिले न्युयोर्क ब्लकमा छौँ होइन। यो चाहिँ अग्ला टावर छन्, सायद सबैले चिन्नु होला यो टावर कुन भनेर। अल कायदाले प्लेनले उडाएको ट्विन टावर यही हो। यस्तो थियो ट्विन टावर। यो क्राइस्लर बिल्डिङ 1930 मा बनेको, न्युयोर्क सिटी भित्रको। त्यहाँ पर अघिको भिडियोमा पनि देख्नु भएको थियो होला, अहिले पनि देखिन्छ, स्ट्याच्यु अफ लिबर्टी। यो चाहिँ इम्पायर स्टेट बिल्डिङ न्युयोर्क। यो ट्विन टावर। अमेरिकाको राष्ट्रपति ट्रम्प बस्ने घरै यो व्हाइट हाउस, वाशिंगटन डीसीमा भएको ट्रम्पको घर, हालको घर है। फेरि राष्ट्रपतिबाट हिँडेपछि फेरि यो घर आयो। हामी चाहिँ वाशिंगटन डीसी न्युयोर्कबाट सिधै अहिले चाहिँ हामी इजिप्टमा आइपुग्यौँ है। इजिप्ट पिरामिड हेर्नु। ट्रम्पको घरबाट इजिप्टमा आइपुगेका छौँ। यो चाहिँ ग्रेट थिङ्स गिजा इजिप्ट रे होइन। यो चाहिँ त्यही हो, यही पिरामिड हो। त्यो पिरामिडकै साइडमा छन् होइन। हेर्नु भयो होला सबैले। इटाली चाहिँ इटालीको रोम सिभिलाइजेसन भनेर सबैले पढ्नुभयो होला, प्रोनाउन्सिएसन बिग्रियो। रोम सिभिलाइजेसन भित्र यस्तो छ। इनर साइड अफ रोम इटाली। यो चाहिँ बोर्गुन चर्च नर्वे है। यो चाहिँ नर्वेको चर्च हेरौँ, यस्तो ठाउँ छ। यहाँबाट हेर्दै जाँदाखेरि यहाँनिर के को बिल्डिङहरू रहेछ। म पुग्दैछु यो बिल्डिङसम्म। हेरौँ पानीको फोहराहरू, फाउन्टेन, दामी फाउन्टेन रहेछ। हामी चाहिँ नि अहिले के हो यो भन्दा द फाउन्टेन प्यालेस अफ पिटर द ग्रेट
रसिया ल रसियाको भित्रको फाउन्टेन ल दामी छ है यो चाहिँ नि भसिले चर्च मस्को रसियाको चर्च है यो अब यतापट्टिबाट जाँदाखेरि चाहिँ नि यो चाहिँ नि के रहेछ चाहिँ नि भन्दाखेरिमा चाहिँ नि टाढा जाँदाखेरि ड्र ब्रिज अफ मगरे ब्रक एमस्टर्डम नेदरल्यान्डको ब्रिज हो यो चाहिँ नि कस्तो ब्रिज भन्दाखेरिमा बिचबाट सिप पास हुँदाखेरि पुल चाहिँ नि आधी माथि उठेर दुईतिरबाट उठेर अनि बिचबाट सिप जहाजहरू पास हुने ब्रिज ऊ त्यहाँ विन्डमिल पनि छ ऊ यो चाहिँ इलेक्ट्रिसिटी निकाल्ने विन्डमिल हो नेदरल्यान्डको प्यालेस नेदरल्यान्ड यो चाहिँ शान्त दरबार नेदरल्यान्डको लन्डनको दरबार त्यो चाहिँ अब यहाँ यो सायद राजा रानीहरूको ऊ बेलाको मार्च पास्टको रियलिस्टिक सिमुलेसन टाइपको रिफ्लेक्ट छ यहाँनिर है टोन पनि गजब छ सायद हाम्रो देशमा पनि राजा आयो भने यस्तै हुनसक्छ है ल विचार गरौँ है राजा आऊ देश बचाऊ राम्रो छ ब्रिटिस पुलिसहरू आर्मीहरू यस्ता थिए ऊ बेलाका अहिले कस्ता छन् आई डोन्ट नो भ्याटिकन सिटी यो चाहिँ भ्याटिकन सिटी हो विश्वको सबभन्दा सानो सिटीको भित्रको बिल्डिङ सेन्ट पिटर्स बेसिलिका प्रोनाउन्सिएसन मिस्टेक हुनसक्छ गाली नगर्नु होला ओल्ड स्क्वायर लगभग विश्व भ्रमण गरे जस्तै हुँदो रहेछ है यो भित्र चाहिँ है मस्ट बी भिजिटिङ निक्को हामीले साइन्समा पढेको द लिनिङ टावर अफ पिसा यही हो हल्का ढल्केको छ कति डिग्री चाहिँ भन्न सक्दिनँ म जस्ट ढल्केको छ ऊ माथि मान्छे रमणीय गरेर बसेका छन् ढल्केको बिल्डिङमा पनि डर छैन मार्बल 8 स्टोरी मास्टरपिस यो चाहिँ द ड्युओमो इन मिलान इटालीको चर्च हो है यो चाहिँ है सानो रूप है अस्ट्रिया भन्ने राज्य देशको बेलभेडेरे प्यालेस अरे है अस्ट्रिया देशको राजदरबार राजा बस्ने घर अब हामी देखाउँदैछौँ होइन विश्व प्रख्यात Eiffel Tower of France. Guys, now you can look the tower. It's very tall. धेरै राम्रो छ हेर्दाखेरि नै यो चाहिँ नि अब यहाँ के छ भन्दाखेरिमा नोट्रे डेम यो चाहिँ फ्रान्सको है यो चाहिँ मेरो विचारमा सबै यो काठको हो यो काठबाट बनेका हुने हो यो कलाकारलाई मान्नुपर्छ हामीले है Eiffel Tower चाहिँ द आर्क डी ट्रियोम्फे पेरिस फ्रान्स यो चाहिँ नि आर्क फ्रान्समा यो अवस्थित आर्क प्रोनाउन्सिएसन मिस्टेक भयो भुलचुक माफ गर्नु होला
यो चाहिँ जापानको चाहिँ कस्तो सिस्टम रहेछ भन्दा यो बनाएर राखाए धेरै ठाउँमा यस्तो मेसिन रहेछ। यो मेसिनमा चाहिँ के रहेछ भन्दाखेरिमा ह्याकुएनको एउटा डबल छिराए 100 रुपियाँको एउटा डबल छिराए पछाडि यो मान्छेहरू चाहिँ नि मार्च पास गर्ने हिँड्ने हुँदो रहेछ है। मैले चाहिँ ट्राई गरेको छैन, अरूहरूले गरेको देखेँ हो। 100 रुपियाँ नभएको चाहिँ होइन, जस्तो कति ठाउँमा छिराउने भन्ने कुरा मात्रै हुँदो रहेछ। ल आउनुहुने महानुभावहरूले ट्राई गर्नु होला, धन्यवाद। यो पनि एउटा फ्रान्सको दरबार है, फ्रान्सको राजाको दरबार, दामी रहेछ, हेर्नु होला, धेरै राम्रो छ। उतापट्टि देखिरहेको है ट्विन टावर है, न्युयोर्कको है, फ्रान्सबाट देखिया ट्विन टावर। तर यहाँ नजिकै भएर देखियो, रियलिस्टिकमा देखिँदैन, त्यति चाहिँ विचार गर्नु होला। दरबारको अगाडिको भाग स्विमिङ पुल, फाउन्टेनदेखि लिएर मान्छे जाने यो मार्च गर्ने ठाउँदेखि लिएर सम्पूर्ण ठुलो एरियामा बनेको छ है फ्रान्सको राजाको दरबार। क्यास्टल, फ्रान्सको क्यास्टल, यो चाहिँ नि द क्यास्टल अफ च्याम्बोर, फ्रान्स। 1519देखि 1550 भित्र कति वर्ष लाएर बनाइएको क्यास्टल है। बेसिलिका सान मार्को भेन्स, इटालीको है यो चाहिँ है। यो बिल्डिङ चाहिँ साइडमा फिसिङ बोटहरूदेखि लिएर सम्पूर्ण छ है, ट्याक्सी चढ्ने ठाउँदेखि लिएर राम्रो छ है। यो चाहिँ स्याकर कोयर चर्च, फ्रान्स पेरिस। यो चाहिँ फ्रान्स पेरिसमा अवस्थित चर्च है। यहाँ पनि एउटा सानो मेसिन रहेछ, यो मेसिनमा पैसा हाल्यो भने यहाँ पनि मान्छे हिँड्ने ओर्ने म्युजिक बन्ने हुँदो रहेछ है त। हेरौँ रमाइलो गरौँ। यहाँबाट हामी त्यहाँ परसम्म गयौँ भनेदेखि यहाँनिर एउटा नयाँ के छ है, यो नाम चाहिँ मलाई पनि थाहा छैन, देखेको ठाउँ हो, नाम चाहिँ त्यहाँ नगइकन मैले हेर्न सक्दिनँ, भन्न सक्दिनँ है। यो चाहिँ के भन्दाखेरिमा फेरि यो नाम पनि फेरि गजब राम्रो रहेछ क्या, प्रनाउन्स गर्नै नसक्ने। अलहाम्ब्रा, ग्रानाडा, स्पेन। स्पेनको भित्रको है यो चाहिँ। ल स्पेनको भित्रको बिल्डिङ सायद यो 13देखि 15 सेन्चुरीभित्र बनाएको बिल्डिङ भनेको धेरै 100 वर्षभन्दा पनि 500-600 वर्ष पुरानो बिल्डिङ है। यो पनि चर्च, सेकर्ड फ्यामिली चर्च है। यो चाहिँ स्पेनमा छ, बार्सिलोनामा भएको चर्च। लगभग वर्ल्ड स्क्वायरभित्र चर्चहरूकै फोटो धेरै रहेछ, मतलब फिलेकाको उसमा बनाएको सानो आकार भनौँ। चर्चहरू नै धेरै प्राथमिकतामा बनेको रहेछन् जस्तो लाग्यो हेर्दाखेरि। हाम्रो नेपालको चाहिँ केही छ कि छैन नै थाहा छैन है, हेर्दैछु। गुयल पार्क, स्पेन, बार्सिलोनामा भएको गुयल पार्क है। यहाँ चाहिँ त्यो माथि पार्कको बिचमा चाहिँ डान्स गर्ने ओर्ने ठाउँ छ सायद, त्यहाँ त्यस्तै देखिन्छ हेर्दाखेरि। अनि यतापट्टि गइसकेपछि चाहिँ यो भिसेन्स हाउस भने बार्सिलोना स्पेन, यो पनि बार्सिलोना स्पेनकै सायद कुनै ठुलो मान्छेको घर बिल्डिङ हुनुपर्छ, किनकि अगाडि तरबारधारी सेक्युरिटी बसेका छन् ढोकामा। यतापट्टि गइसके पछाडि चाहिँ बार्सिलोना सेन्चुरी भनेको यो पनि स्पेनकै है। बार्सिलोना सेन्चुरी स्पेनको यो बिल्डिङ भयो है। लन्डनको बिग बेन, हाउसेस अफ पार्लियामेन्ट है, युकेमा अब अवस्थित पार्लियामेन्ट बिल्डिङ यो ठुलो छ। यहाँ सानो आकार मात्रै यत्रो छ, एउटा घर जत्रो छ भने त्यहाँ ओरिजिनलमा कत्रो देखेला है यो। ल विचार गरौँ गाइज। यतापट्टि चाहिँ यो के घर हो यो, सायद यो पनि चर्च हो कि चङ्कै छ हेर्दाखेरि, तर यो चाहिँ लन्डनको थिङको हो, चर्च होइन कि होइन रहेछ। ल यो चाहिँ वेस्ट मिनिस्टर अबी भनेको यो चाहिँ सायद मिनिस्टरहरूको बिल्डिङ, हाम्रो नेपालको सिंहदरबार भने जस्तै सायद त्यस्तै कुनै केही होला है। नबुझेको कुरो अब पुरै प्रष्ट भन्न नि मिलेन।
बुझ्दाखेरि त्यस्तै लाग्छ। इङ्ल्यान्डमा अवस्थित यो चाहिँ टावर ब्रिज है, लन्डन युकेमा अवस्थित टावर ब्रिज। त्यहाँनिर लन्डनको पनि देखिँदो रहेछ यहाँबाट ठ्याक्कै। अब यो चाहिँ कस्तो, यहाँ पनि यो पैसा हाल्यो भनेदेखि यो पुल चल्ने, गाडी गुड्ने, सायद केही समथिङ स्पेसियल छ है यहाँनिर चाहिँ है। अनि रमाइलो कुरो चाहिँ के छ भन्दाखेरिमा यो धेरै जसो ठाउँमा यस्तो छ यो क्यामेरा स्ट्यान्ड है। यो क्यामेरा स्ट्यान्ड भनेको कस्तो भन्दाखेरि यहाँ सर्ट एन्ड क्युआर कोड उ गर्ने, पैसा तिर्ने अनि फोटो खिच्ने। यो स्ट्यान्डिङ पोजिसन यस्तो हुँदो रहेछ। अनि यहाँ बसेपछि यो क्यामेराले फोटो खिच्दो रहेछ। टक्क हामी कहाँ छौँ तल है। त्यस्तो वाट अरुण थाइल्यान्ड है, थाइल्यान्डको वाट अरुण भन्ने एउटा ठाउँ रहेछ। त्यो ठाउँको बिल्डिङहरू है, घरहरू, त्यहाँको संरचनाहरू है। इरानको इरानलाई हेरौँ है कति राम्रो छ। यो चाहिँ नि कहाँको भन्दाखेरिमा यो म्यानमारको आनन्द टेम्पल भगवान। यो चाहिँ नि हाम्रो सायद मैले बुझ्दाखेरिमा यो हिन्दू धर्मावलम्बी हो कि बुद्धिस्ट धर्मावलम्बी कुन चाहिँको चाहिँ हो जस टेम्पल है। अनि यतापट्टि गयो यो चाहिँ नि समथिङ केही छ हेर्दैछौँ कि कम्बोडियाको है। मैले देखाउनु गइरहेको चाहिँ समथिङ स्पेसल। हाम्रो देश नेपालको केही नभए पनि नजिकै रहेको हाम्रो छिमेकी देश इन्डियाभित्रको बहुत प्रसिद्ध ठाउँ ताजमहल ल हेरौँ है। ताजमहलको डुप्लिकेट स्वरूप हो यो। चाइना, यो चाहिँ चाइनाभित्रको बुद्धिस्ट केभहरू है। चाइनाकै हो है। मोगाओ केव्स छ है। यो चाइना नै हो है। अनि सबभन्दा ठुलो कुरो अब चाइना लगभग सबैलाई थाहा भएको कुरो चाहिँ नि यहाँ माथिल्लोपट्टि छ। सायद भिडियोमा देखेर चिन्नु पनि भयो होला। यो चाहिँ नि ग्रेट वाल अफ चाइना, जुन चाहिँ चन्द्रमाबाट पनि हेऱ्यो भने पृथ्वीमा देखिन्छ रे है। मनी गएको होइन। द ग्रेट वाल अफ चाइना है। हाम्रो दाइको कम्मरमा हात लाएर मस्त होइन ग्रेट वाल चढेर थकित भएर कता खालको ग्रेट वाल चढ्नु भयो खै कुनी। यो चाहिँ चाइनाको ग्रेट वाल अफ चाइना है। यो चाहिँ नि के भन्दाखेरिमा क्योङबोकुङ प्यालेस, सियोल कोरिया। खाङकोकुनी नाकानियारी सियोल नो पारिस है दरबार। यो चाहिँ के रहेछ यो फेरि यो सानो यो के हेरौँ त ल गाइज, हेरेर म घुम्दैछु है। के हो थाहा छैन है। यो चाहिँ नि यो नि कोरियाकै रहेछ। द साउथ गेट अफ सियोल रे है। सियोलभित्र चाहिँ नि साउथ गेट है। यो ग्रेट वाल अफ चाइना है। यो चाहिँ नि यति कस्तो रियलिस्टिक पाराले बनाएको छ कि रियलदेखि नि नेपाल नजिकैको चाइना देशभित्र पर्ने ग्रेट वाल अफ चाइना है। हामी चाहिँ नि अब ताइपेमा आइपुग्यौँ है। ताइपेभित्र अवस्थित एउटा कुन टावर समथिङ नाम चाहिँ थाहा छैन है। नाराको टेम्पल
जापानको नारामा अवस्थित टेम्पल। इसियामा डेरा टेम्पुर ताओ तो भनेर सिगामा अवस्थित है, सिगा टेम्पल है यो चाहिँ है। क्या मिठो धुन आइरह है यहाँ। नाराको मन्दिर याकुसुकीजी टेम्पल। होर्युजी टेम्पल नारा, नारामा अवस्थित होर्युजी टेम्पल है। फेरि भन्नु होला नाराबाट स्काई ट्री कसरी देख्यो भन्नु होला। म तोबु ओल्ड स्क्वायर भित्र छु है। फेरि नाराबाट स्काई ट्री देखिँदैन है। यो पनि कासुगा आइसा साइन नारा, नारामा अवस्थित है। यो पनि नारामा अवस्थित संरचना मन्दिर। जो क्यास्टल निनोमारु प्यालेस क्योतोमा अवस्थित एउटा दरबार है। यो दरबारमा चाहिँ म प्रत्यक्ष गएर घुमेको छु है क्योतो। तपाईँले क्योतोमा किन्काकु टेम्पल छ भन्नुभयो होला, यही हो है, सुनले बनेको मन्दिर किन्काकु भन्छ है। रोकुवन्जी गोल्डन पेभिलियन क्योतो 1397 मा बनेको, रिकन्स्ट्रक्सन 1955 है। त्यस्तै सुनले बनेको सुनको मन्दिर। यो चाहिँ जिसिओजी सिल्भर पेभिलियन छ, सायद अहिलेको सुनले बनेको मन्दिर हो, चाँदीले बनेको हुनुपर्छ। त्यो गिन्काकु है, जिसिओजी गिन्काकु क्योतो है, क्योतोमा बनेको मन्दिर। ट्रेन है, यो पुरानो ट्रेन हो, 16 इन्जिन वाला ट्रेन। Oh!